हेलो सेवा नमस्ते साथीभाइ। आज चाहिँ म बिहानै उठेर ब्रेकफास्ट लिँदैछु। आज चाहिँ हाम्रो ड्राइभिङ क्लासको लास्ट डे हो र आज अलिकति बिहान चाँडै उठ्नु पर्यो। अब सिधै ट्रायल एक्जाम दिनलाई जान लागेका छौँ। पास भयो भने घर जानुपर्छ, त्यही भएर कोठाहरू पनि चडकचुरुक्कै मिलाइराखेर निस्किन लागेको र फाइनली साथी पास भयो है। धन्यवाद। माझ्यो ड्राइभिङ सेन्टरलाई र फर्किन लागेका छौँ। ह्याप्पी हुनुहुन्छ? ह्याप्पी भयो। अब लिखित भएको छ एउटा हैन। र साथीभाइ यहाँ चाहिँ नेचुरल तातो पानी रहेछ, त्यसमाथि फ्री पनि रहेछ। अनि हामी पनि के कम भनेर है, नेपालीले पाएपछि गर्छ भन्ने नेपालीको पारा देखाइदिएको नि हामीले पनि। स्वाट्टै खुट्टा चाहिँ अब कस्तो रहेछ तातो पानीमा हाली हेरेको, तर तातो रहेछ। बबालाई मजा आयो। यो चाहिँ आजभन्दा 100 वर्ष अगाडिको ट्रेनको झलक है। यो जापानमा जापानिजहरूले पुरानो हिस्ट्रीहरूलाई चाहिँ एकदमै जगेर नगरेर राख्छन्। यो चाहिँ एकदमै राम्रो कुरा हो। भन्दै हामी चाहिँ म्याकडोनल्ड्सतिर खाजा खानलाई जाँदैछौँ। बिहान बिहानै भोक लागिरहेको थियो र साथी हामीले अर्डर पनि गरिसकेका छौँ। अनि यो म्याकडोनल्ड्सको चाहिँ स्पेस एकदमै ठुलो रहेछ, फर्स्ट र सेकेन्ड फ्लोरमा रहेछ। अनि हामी चाहिँ सेकेन्ड फ्लोरमै जाने सल्लाह गऱ्यौँ, किनभने सेकेन्ड फ्लोरमा चाहिँ स्पेस धेरै छ। र दाजुभाइले सुख दुःखका कुराकानी गर्दै फेरि हामीले आफ्नो मिल लिन थाल्यौँ र एकदमै डेलिसियस थियो है। र खाइसके पछाडि हामी आफ्नो गन्तव्यतिर लाग्यौँ। यहाँ चाहिँ 2टा ट्रेनलाई जोडिरहेको रहेछ। हामी नि यसो खिचिदिउँ न त भनेर गएको, मान्छेहरू भिड भएर खिच्नै पाइएन। र फाइनली ट्रेन पनि चढ्यौँ अनि एकदमै दुवैजनाको मन प्रफुल्ल भयो। अब त सिधै घर जाने हो भनेको त फेरि टोकियो आइसके पछाडि टोकियोमा फेरि एक फन्क घुमौँ न त भन्ने सरसल्लाह भयो होइन। अनि त्यसैले हामी टोकियो स्टेसनमा उत्रियौँ। जुन यो पछाडिको जुन स्टेसनलाई देखिराख्नु भएको छ नि, यही हो टोकियो स्टेसनको मेन गेट चाहिँ। यो चाहिँ धेरै वर्ष पुरानो, सबभन्दा पुरानो स्टेसन पनि भन्दो रहेछ होइन। तर अझै पनि जापानले चाहिँ यसलाई संरक्षण गरेर होइन कति राम्रोसँग राखेको। यो चाहिँ एकदमै जापानको राम्रो पक्ष हो जस्तो लाग्छ मलाई चाहिँ है। हेलो नमस्कार यहाँ सबैजनालाई। म चाहिँ हाम्रो एकदम माई डियर मेरो भाइ हो पारस। उसको क्यामेरा हाइज्याक गरिवरी होइन, अनि केही कुराहरू भन्नु मन लाग्यो। एकदम खुसी लाग्यो। उसले एकदम दामी ठाउँमा मलाई घुमाउन ल्यायो। कहाँ से आते? यो चाहिँ टोकियो स्टेसनको अलिकति नजिकैको कोवेन हो, पार्क हो होइन। अनि यहाँ चाहिँ टोकियो भनेको त अब वर्ल्डको एकदम ठुलो सहर भन्छ, जस जनसङ्ख्याको दृष्टिले क्षेत्रफल, जस थोरै क्षेत्रफलमा धेरै जनसङ्ख्या बस्ने दृष्टिले होला सायद होइन, भन्छ ठुलो महानगर भन्छ नि त। अनि त्यही पनि अब यस्तो भएर पनि होइन, अब यस्तो ठुलो सहरको पनि सबैभन्दा व्यस्त ट्रेन स्टेसनमा पनि होइन, अब त्यसको बाहिर नै होइन, कति मिटर भित्र मात्रै हो कि, यो कति मिटर टाढा मात्रै हो कि, कस्तो धेरै खुल्ला ठाउँहरू राखेको छ। सबै पार्कहरू, सबै खुल्ला ठाउँहरू होइन, यी सबै होइन त्यो राखेको छ। कस्तो राम्रो लाग्ने क्या त्यो चाहिँ। पार्क मजाले घुमेर हामी चाहिँ फेरि टोकियो स्टेसनतिर फर्किन लाग्यौँ। पार्क चाहिँ साँच्ची नै रमाइलो र सुन्दर थियो। र आउँदै रात पनि परिसकेछ र यहाँदेखि चाहिँ मेरो एकमात्र दाइलाई बिदा गरिदिए। र साथीभाइ यति भन्दै म पनि बिदा भन्न चाहन्छु। धन्यवाद। थ्याङ्क यू फर वाचिङ।